हेलो गाइज, आज चाहिँ म क्याफे गएको थिएँ। उहाँ हुनुहुन्छ मेरो क्लास टिचर र आज चाहिँ मेरो बनाउनु पर्ने थियो बेस स्ट्रिम र मैले निकालेँ बिन्स, कफीको बिन्स र यसलाई चाहिँ हातले नै ग्राइन्ड गरेर बनाउनु पर्ने हुन्छ र म्यामले चाहिँ मलाई यसरी बनाउनुपर्छ है भनेर सिकाउँदै हुनुहुन्छ र मैले पनि ग्राइन्ड गरेँ त्यसरी नै र कपहरू निकालेँ मैले। अनि त्यसमाथि चाहिँ एउटा पेपर पनि राख्नुपर्ने रहेछ। त्यो पेपरलाई चाहिँ के भनिन्छ मलाई नाम थाहा भएन, राखेँ। अनि तातो पानीले पिउरिङ गर्नुपर्ने रहेछ। पिउरिङ गरेको मैले चाहिँ एउटा हातले मात्र होइन, दुईवटा हातले गर्ने, तल राख्ने होइन माथि राख्ने यसरी भनेर भन्नुभयो। मैले त्यो राखेर पिउरिङ गरेँ र अलिकति पानीलाई फालेर फेरि मैले भाँडाले सेट गरेँ अनि टाइम पनि सेट गरिदिएँ। यो चाहिँ 3 देखि 5 मिनटको टाइममा बनिसक्नुपर्ने रहेछ। अनि त्यो ग्राइन्ड गरेर राखेको कफीलाई चाहिँ मैले सबै हाल्ने हो म्याम भनेर सोधेँ। सबै हाल भनेर भन्यो, सबै हालिदिएँ। अनि त्यसपछि फेरि त्यसलाई तातो पानीले मैले बिस्तारै पिउरिङ गरेँ। अनि मैले पिउरिङ गर्दै गरेको एउटा फोटो खिचिदिनु भनेको, म्यामले त नभन्दा 2टा फोटो खिचिदिनु भयो। अनि रेडी भयो बेस स्ट्रिम। अनि त्यसलाई मैले बिस्तारै हल्लाएर बास्न लिएँ त्यसको। अनि त्यसपछि ग्लासहरू निकालेर त्यसलाई मैले बिस्तारै हालेँ। म्यामले चाहिँ होइन अलि माथि लाग्दैन हाल्दै भनेर, किनकि त्यसको झास आउँछ भनेर मैले बिस्तारै हाल्दै माथि ल्याएको, नभन्दै झास आयो। अनि त्यसको एउटा फोटो पनि लिइदिएँ। अनि बिस टेस्ट गरेको, यो चाहिँ अरू कफीभन्दा अलिकता बढी तितो हुँदो रहेछ तर मिठै लाग्यो।